सबभन्दा पहिला म यहाँहरू सबैलाई मेरो आफ्नो तर्फबाट अभिवादन फेरि एकचोटि भन्न चाहन्छु। स्वीकार्नुहोस् क्रान्तिकारी अभिवादन, लाल सलाम। आदरणीय जनसमुदाय, आजको दिन चैत्र 15 गते नेपालको राजनैतिक आन्दोलनको इतिहासमा एउटा महत्त्वपूर्ण दिनका रूपमा अब अंकित भइसकेको छ। एकातिर गणतन्त्रवादीहरूको विरोध प्रदर्शन र सभा, अर्कोतिर राजावादीहरूको प्रतिगामी सभा एकै दिन पारियो। आजको दिन सबभन्दा पहिला गणतन्त्रवादी मोर्चाको हैसियतले हाम्रो समाजवादी मोर्चाबाट चैत्र 15 गते काठमाडौँमा प्रदर्शन गर्ने र सभा गर्ने घोषणा गरिएको थियो र हामीले घोषणा गरिसकेपछि राजावादीहरूले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे। त्यसबाट उनीहरू कहीँ न कहीँ वातावरणलाई धमिल्याउन चाहने, उत्तेजित पार्न चाहने, आतंकित पार्न चाहने मनसायता देखिएकै थियो। तर आज मैले यहाँ बोल्दै गर्दा मैले सेक्युरिटीसँग लगातार बुझिरहेको छु। 12 वर्ष ढुङ्ग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गै भने जस्तो त्यहाँको सभा मण्डलले अराजकताको पराकाष्ठा भएको छ। तीनकुने अहिले मण्डलले अराजकताको, सबै प्रतिगामी निरङ्कुशतावादीहरूको एउटा प्रतीक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् मण्डलेहरूले। उनीहरूले चाहेका छन् के 1-2 जना मान्छे मरुन् र देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन्। त्यो राजावादीहरूको चरित्र हो। हामी यहाँ आदरणीय जनसमुदाय 50,000 लाखको वरिपरि हामी यहाँ जम्मा छौं। तर बडो शिष्ट, बडो संयमित, बडो अनुशासित र आफ्नो उद्देश्यप्रति समर्पित नागरिकहरूको एउटा विशाल सेना यहाँ खडा छ। त्यसकारण तुलना गर्नुहोस् गणतन्त्रवादीहरूको चरित्र, राजावादी मण्डलेहरूको चरित्र। आजै चैत्र 15 गते सम्पूर्ण नेपाली जनताले देख्ने गरी, सम्पूर्ण नेपाली जनताले बुझ्ने गरी काठमाडौँमा प्रदर्शित भयो। म उनीहरूलाई चुनौतीको साथ फेरि एकचोटि भन्न चाहन्छु, नेपाली जनताको र नेपालका राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्। मैले ज्ञानेन्द्र शाहलाई मधेसमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिएँ, विगतमा उनले धेरै गल्ती गरे र त्यो गल्तीको परिणाम उनले भोगिरहेकै छन्। अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन। खबरदार। नेपाली जनताका पनि सबभन्दा सामन्ती निरङ्कुशताबाट अत्याचारमा पिसिएका, शोषण र दमनको मार खेपेर त्यसको प्रतिरोध गर्ने क्रान्तिकारी युद्धमा होमिएका नेपाली जनता, नेपालका तमाम दलितहरू, नेपालका तमाम महिला, श्रमजीवी महिलाहरू, मधेसीहरू, आदिवासी जनजातिहरू, मुस्लिमहरू, थारूहरू, मजदुरहरू, किसानहरू जसरी युद्ध र आन्दोलनको भट्टीबाट खारिएर निरङ्कुश तन्त्रमाथि धावा बोलेर त्यसमाथि विजयको झण्डा गाडेर अगाडि बढेको नेपाली जनता पछि फर्किने छैन। सामन्ती निरङ्कुशतावादीहरूका दिवा स्वप्नहरूलाई चकनाचुर पारेर अझ अगाडि बढ्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु।
मैले यो विश्वास व्यक्त गर्दै गर्दा हिजो जनयुद्धको नेतृत्वको हैसियतले, शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको एउटा नेताको हैसियतले, संविधान निर्माणको एउटा नेताको हैसियतले म आदरणीय जनसमुदायलाई यो मञ्चबाट, यहाँ उपस्थित जनसमुदाय र देशभरिका जनतालाई पनि भन्न चाहन्छु कि समस्या हामीले कहीँ न कहीँ विगतमा केही त्रुटि गरेको हुनाले पनि पैदा भएका छन्। म पुरै इमानदारीका साथ समाजवादी मोर्चाको तर्फबाट र मेरो तर्फबाट पनि तपाईहरुसँग गम्भीर आत्मसमीक्षा पनि गर्न चाहन्छु। सायद हामी गणतन्त्रवादीहरूले जनताका आशा अपेक्षा अनुसार काम गर्न नसकेकै कारण इतिहासको कूडा कर्कटमा मिल्काइएका तत्त्वहरू पनि टाउको उठाउने दुस्साहस गर्न पाए। त्यसकारण अरूलाई गाली गर्नुभन्दा पहिला म सम्पूर्ण जनसमुदायसँग गणतन्त्रवादी नेताको हैसियतले पहिला आत्मआलोचना गर्न चाहन्छु, आत्मसमीक्षा गर्न चाहन्छु र हामी ती गल्तीबाट शिक्षा लिएर फेरि एकचोटि जनताका पक्षमा, मजदुर किसानका पक्षमा, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पक्षमा, सम्पूर्ण शहीद परिवार, बेपत्ता योद्धा परिवार, शहीदका सपना, बेपत्ता योद्धाका सपना, घाइते अपङ्गका सपना, सम्पूर्ण नेपाली जनताका सपना पूरा गर्न अर्को एउटा नयाँ क्रान्तिको नेतृत्व गर्न हामी तयार भएको घोषणा म गर्न चाहन्छु। आफ्ना कमजोरीहरू सच्याउँदै वर्गतिर फर्कने, आफ्नो विचार र राजनीतिक मुद्दातिर फर्कने। मैले यो कुरा यो मञ्चबाट औपचारिकताका लागि भनिरहेको छैन। तपाईहरुले देख्नु भएको छ, हामीले तराई मधेसमा हुलाकी मार्ग केन्द्रित अभियान भन्दै त्यहाँका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैसँग आत्मसमीक्षा सहित हामी तपाईहरुसँग जोडिन्छौं भन्दै हिँडेको यथार्थ सहित र समाजवादी मोर्चामा हामीले गरिरहेको छलफल समेतका आधारमा म भनिरहेको छु, हामी आफ्ना कमजोरी सच्याएर गणतन्त्रलाई अझ राम्रो गणतन्त्रमा, यो लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा, अहिलेको समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीलाई अझ व्यापक, अझ पूर्ण रूप दिने प्रक्रियामा हामी एउटा नयाँ आन्दोलनको, एउटा नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिलेका समस्याहरू, अहिले देखिएका अन्योलहरूको समाधान गर्न चाहन्छौं। र मैले आफ्नो पार्टीभित्र, समाजवादी मोर्चाभित्र छलफल गर्दा र जनसमुदायको बीचमा पनि मैले भनेको छु, एउटा अर्को क्रान्ति हामीले हिजो जनयुद्ध र जनआन्दोलनको माध्यमबाट सामन्ती निरङ्कुश तन्त्रको ढाड त भाँचेकै हो, त्यसलाई इतिहासको कूडा कर्कटमा फालेकै हो, तर हामीले एउटा चीज गर्न बाँकी थियो। किनकि आजको युग 20औं शताब्दी र 21औं शताब्दीको आजको युगमा आदरणीय जनसमुदाय, सामन्ती निरङ्कुश तन्त्र समूल रूपले त्यति बेलासम्म नष्ट हुन सक्दैन जबसम्म क्रान्तिले दलाल र नोकरशाही पुँजीवादलाई पनि सँगसँगै गाड्न सक्दैन, तबसम्म देश मुक्त हुन सक्दैन। हामीले सामन्ती निरङ्कुश तन्त्रलाई त पछारेकै हो नेपाली जनताले, तर यो देशमा दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद, जो वैदेशिक प्रतिक्रियावाद र साम्राज्यवादसँग हजार किसिमले जोडिएको हुन्छ आजको युगमा, त्यो दलाल पुँजीवादको साइनो, त्यसको घाँटी सामन्ती निरङ्कुशतावादीहरूसँग पनि जोडिएको हुन्छ। तपाईँ हामीले अहिले हेर्यो भने व्याख्या गर्ने समय छैन। तपाईँ चाहे संयुक्त राज्य अमेरिकाको अहिलेको चुनाव र त्यसको परिणाम हेर्नुहोस्, या युरोपमा भएका थुप्रै देशका चुनाव र परिणाम हेर्नुहोस्, या अन्यत्र हेर्नुहोस्, हिजोको तथाकथित उदार पुँजीवाद भन्नेहरू अहिले अन्धराष्ट्रवादतिर र एकदम संकीर्ण निरङ्कुश तन्त्रतिर जाने ट्रेन्ड
विश्वभरि देखा परेको छ र नेपालका सामन्ती तत्त्वहरू पनि तिनै अन्तर्राष्ट्रिय प्रतिक्रियावादसँग घाँटी जोडेर तिनीहरूको सहयोग लिएर नेपाली जनताका विरुद्ध, नेपालको लोकतान्त्रिक आन्दोलनका विरुद्ध दलालहरूलाई, नोकरशाहहरूलाई पक्ष पोषण गर्ने र यो देशलाई पनि एउटा अन्धराष्ट्रवादी, अतिवादी देशमा बदल्ने दुस्साहस गर्दैछन्। त्यसकारण आदरणीय जनसमुदाय एउटा अर्को आन्दोलन, सामन्ती निरङ्कुशतालाई सम्पूर्ण रूपले परास्त गर्नको लागि दलाल पुँजीवादलाई परास्त गर्न जरुरी छ। मलाई लामो व्याख्या गर्ने, सैद्धान्तिक व्याख्या गर्ने समय छैन, सायद यो मञ्च त्यसको लागि पनि होइन। म यति भन्न चाहन्छु, हामी गणतन्त्रवादीले केही कमजोरी गरेको हुनाले दलालहरूले पनि, नोकरशाहहरूले पनि र बिचौलियाहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे। यो निष्कर्ष सहित मैले र हामी सहभागी दलहरू सरकारको नेतृत्व पछिल्लो पटक गर्दै गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा एउटा लडाईँ छेडेकै हो। हामीले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा, यो देशका सबै उत्पीडित वर्ग समुदायका पक्षमा, चाहे त्यो मिटर ब्याजको कुरा होस्, चाहे त्यो नागरिकताको समस्या कुरा होस्, चाहे त्यो सामाजिक सुरक्षासँग सम्बन्धित कुरा होस्, हामीले केही रेकर्ड बनाउन खोजेकै हो। सबभन्दा ठुलो कुरो भ्रष्टाचारका विरुद्ध हामीले एउटा अभियान चलायौं जसले दलालहरूको स्वार्थमा प्रहार गर्यो। आदरणीय जनसमुदाय, म गम्भीर कुरा यहाँहरूसँग अपिल गर्दैछु, दलाल पुँजीपतिहरूको र तिनका बिचौलियाहरूको स्वार्थमा प्रहार गर्यो। तिनीहरूको सेटिङ रातारात अरबौं कमाउने खेल मैले 3 चोटि प्रधानमन्त्री हुँदा जो देखेँ, यो खेल भत्काउनै पर्छ भन्ने संकल्प सहित यो षड्यन्त्र र यो सेटिङ 2-4 जनाले नेपाली जनताको रगत पसिना चुसेर अरबौं रातारात कमाउने सेटिङवाला खेल, म एउटा कम्युनिस्ट नेता हुनुको नाताले, गणतन्त्रवादी नेता हुनुको नाताले, हजारौं शहीदहरू हाम्रो नेतृत्व अन्तर्गत बलिदान गरेको र त्यसको जिम्मेवारी भएको नाताले पनि मैले र हाम्रो पार्टीले, हाम्रो सरकारले यो पटक भ्रष्टाचारीका विरुद्ध, चाहे त्यो राजनीतिक दलसँग सम्बन्धित भ्रष्टाचारी होस्, चाहे त्यो कर्मचारी तन्त्र भित्रको भ्रष्टाचारी होस्, चाहे त्यो भूमाफिया होस्, राज्यको र जनताको सम्पत्ति व्यक्तिका नाममा गरेर करोडौं अरबौं कमाउनेहरू हुन्, चाहे ती बिचौलिया हुन्, त्यो सेटिङ भत्काउन खोजेकै हो र यही खोजे बापत नै ती सबै तत्त्वहरू मिलेर हामीलाई तथाकथित संख्याको बलमा सरकारबाट बाहिर जान बाध्य पारे। मैले सदनमा विश्वासको मत लिँदै गर्दा भनेको तपाईहरू सबैले सुन्नु भएकै छ। म त्यतापट्टि पनि अहिले समय लिन चाहन्न। अहिले माधवजीले भन्नुभयो, केपीजीले स्वर्ग र नर्कको कुरा 4 घण्टा बसेर भनेको कुरा, उहाँले व्याख्या जे भएको त्यही भन्नुभयो, तर निष्कर्ष त्यो होइन। किन होइन भन्छु भने, मलाई नर्कतिर उनी स्वर्गतिर गएको होइन, उनी नर्कतिर मलाई स्वर्गतिर फर्काइदिए हो। मलाई जनतातिर फर्कन बाध्य पारे। आफू दलाल पुँजीपति बिचौलियाको सेटिङमा गएर उनी दलालको पनि दलाल भए, नर्क त उनी गए। मलाई र हाम्रो आन्दोलनलाई स्वर्गमा जान प्रेरित गरे, त्यस अर्थमा त धन्यवाद छ केपी ओलीलाई। सायद उनले त्यसो नगरेको अझै हामी रुमल्ली राख्थ्यौं कि। त्यसकारण नकारात्मक गुरु त मान्न पर्छ उनलाई। अहिले पनि उनी उल्टो गरी हिँडेका छन्, उल्टो। अहिले अब धेरै कुरा भन्न समय छैन। कुलमानसम्म आउँदा सबै कुरा क्लियर भएको छ, जनता सबै क्लियर छ। कतिपयले भन्छन् यो कुलमानको व्यक्तिको कुरा, महत्त्वको कर्मचारीको भनेर पनि भन्ने गर्छन्, उनीहरूले भ्रम छर्न खोज्छन्। यो सवाल कुलमान व्यक्तिको होइन, सुशासन र कुशासनको हो। भ्रष्ट र
दलालहरू र राष्ट्रभक्त र देशभक्तहरूको कुरा हो यो लडाईँ त्यो हो। आज उनको पक्षमा देशभरि जनतामा किन सहानुभूति पैदा भयो? एउटा मामुली सहसचिव त्यसको पक्षमा यत्रो जनमत किन भयो भन्दा यो लडाईँ व्यक्तिको लडाईँ होइन, यो प्रणालीको लडाईँ हो, यो प्रवृत्तिको लडाईँ हो, यो सुशासन र कुशासनको बीचको लडाईँ हो। म अझै पनि गणतन्त्रमा सँगै हिँडेका, शान्ति सम्झौतामा सँगै हिँडेका ती दलहरूलाई एकचोटि छातीमा हात राखेर आफ्ना गल्ती कमजोरीको समीक्षा गर्न म आग्रह गर्न चाहन्छु। तपाईहरू गणतन्त्रवादी हुनुहुन्छ त अब तपाईहरू त गणतन्त्रको मर्म, लोकतन्त्रको मूल्य मान्यताका विपरीत दलालहरू र बिचौलियाको हितका निम्ति काम गर्ने चुत्थो दलालका दलाल बन्नु भएको छ, विचार गर्नु भएको छ। म यो मञ्चबाट तपाईहरुलाई फेरि पनि एकचोटि आत्मसमीक्षा गर्न, हामी कहाँ पुगियो, किन जनतामा यति धेरै असन्तुष्टि, यति धेरै विरोध, आक्रोश पैदा भइराखेको छ भन्ने कुराको समीक्षा गर्न र आफूलाई जनतातिर फर्काउन, लोकतान्त्रिक मूल्यतिर फर्काउन। अझै पनि किनकि तपाईहरू हिजोका संविधान सभा र गणतन्त्रका सहयात्री हुनुको नाताले हामीले अहिलेसम्म तपाईहरूलाई खबरदारी मात्रै भनेका छौं। यदि तपाईहरूले यसै गरी उल्टो दिशा हिँड्दै गर्ने हो भने सामन्ती, निरङ्कुश र दलालहरूका विरुद्धको नयाँ क्रान्तिले तपाईहरूलाई पनि बढारेर लान्छ। वेक्का गर्नु होला, होस गर्नु होला। यो म कुनै आवेगमा भनेको छैन, इतिहासको तथ्य यही नै हो। तपाईहरू जनतातिर फर्किनु भएन, आफ्नो आत्मसमीक्षा गर्नु भएन र बिचौलियाका 2-4 करोड 2-4 अरबको पछि दौडिराख्नु भयो भने तपाईहरूको हविगत पनि सामन्ती, निरङ्कुशतावादीहरू, तानाशाहहरू, दलालहरू जस्तै अबको क्रान्तिको तारो तपाईहरू पनि हुनुहुन्छ। हाम्रो चाहना छ तपाईहरूका विरुद्ध तीर सोझ्याउन नपरोस्। तपाईहरूले गणतान्त्रिक मूल्य मान्यता अनुसार अगाडि आउने र इमानदारीता साथ राष्ट्र र जनताको पक्षमा, गणतन्त्रको पक्षमा, यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पक्षमा लड्ने हाम्रो मोर्चासँग सहकार्य गर्न आउनुहोस् आत्मालोचना सहित। यदि तपाईँ आउने जस्तो त देखिएको छैन। मैले यो बीचमा अलिकति हेरेको छु, तपाईहरुले कतिको नोट गर्नु भएको छ। मैले विश्वासको मत लिँदै गर्दा बरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई इमानदार भने, किनकि उहाँले त्यो दिन, जुन दिन 4 घण्टा मलाई केपीजीले चिल्लो घसिराख्नु भयो, तपाईँ र म यस्ता मित्र भनिराख्नु भयो र आज 4 केही पनि भएको छैन, हस्ताक्षर भएकै छैन, कांग्रेसमा मिल्छु त म भन्ने राख्नु भएको थियो। उहाँले 4 बजे भेटौँ भन्नुभयो। मैले शेरबहादुरजीलाई फोन गरेँ, के हो तपाईहरुको त केही नै भएको छैन अरे अहिलेसम्म, पत्रिकामा त सबै हस्ताक्षर भयो भनेर आछ, केपीजी मैसँग हुनुहुन्छ, उहाँले त केही नै भएको छैन भन्नुहुन्छ, साँचो कुरा के हो भनेर सोधेँ मैले। म ढाँट्न जान्दिनँ भने हो शेरबहादुरजीले, म ढाँट्न जान्दिनँ, हस्ताक्षर भइसक्यो, अब भेट्नुको केही अर्थ छैन, सरकार अब अर्को बनिसक्यो भनेर उहाँले भनेको हुनाले त्यस अर्थमा मैले नेपाली कांग्रेसको नेतामा बरु लोकतान्त्रिक नैतिकताको केही न केही बाँकी रहेछ। आफूलाई कम्युनिस्ट र एमाले भन्ने नेताको नैतिकताको धरातल कति तल भन्ने कुरा मैले त्यति बेला नै भनेको थिएँ। अहिले पनि तपाईहरुले हेर्नुभयो, हामीले भन्यौं सदनमा, सबै प्रतिपक्षी दलहरू सबै मिलेर भन्यौं, कुलमानको विषय व्यक्तिको विषय होइन, यो कुशासन र सुशासनको विषय हो। त्यसकारण प्रधानमन्त्रीले आएर जवाब दिन पर्यो। चित्तबुद्ध जवाब दिए भने हामी हेरौँला, जवाब चित्तबुद्ध भएन भने हाम्रो आन्दोलन अझ अगाडि बढ्छ भनेका थियौं। हामीले बढिरहेको छ, तर उहाँले लोकतन्त्रको र यो अहिलेको संविधानको मर्म अनुसार प्रधानमन्त्री जवाफदेही हुनुपर्ने
सदनप्रति हो, प्रतिनिधि सभाप्रति जवाबदेही हुनुपर्ने ठाउँमा त्यहाँ चाहिँ म जान्न, त्यहाँ म जवाब दिन्न, म जाँदै जान्न भएर बाहिर पब्लिकली भनेपछि उहाँमा लोकतन्त्रको, संविधानवादको या यो प्रवृत्ति केही पनि छैन भन्ने कुरा प्रष्ट भयो र हामीले भन्यौं। यदि उहाँले आएर जवाब दिने होइन भने हाम्रो आन्दोलन अझ अगाडि बढ्दै जान्छ, छोडिँदैन भनेर हामीले भनेका छौं। यसबाट पनि बुझिन्छ कि हिजो संसद विघटन पटक पटक संविधान मिचेर गरेर सबै लोकतान्त्रिक परिवर्तनलाई सखाप पार्ने, अहिले उल्टो उल्टो काम हाम्रो प्रधानमन्त्रीजीले गर्नुको अर्थ उहाँ राजावादीसँग मिले त होइन भन्ने गम्भीर प्रश्न उठ्या छ। भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो। किनभने गणतान्त्रिक आन्दोलन हाम्रो माधव नेपालजीको नेतृत्वमा चल्दै गर्दा बैलगाडावाला सिद्धान्तको प्रतिपादक हो नि केपीजी। आउन सक्दैन गणतन्त्र, त्यहाँ उहाँलाई गणतन्त्रसँग रिस छ। उहाँले यो गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ, माओवादी भनेपछि प्रचण्ड देख्नुहुन्छ, त्यसपछि कसरी सखाप पार्ने भन्ने बाहेक उहाँको दिमागमा छैन। त्यसो अहिले उल्टो उल्टो काम गर्दैछ त राजावादीलाई फाइदा हुने भयो। त्यो त होइन, प्रश्न छ। त्यो कुरा उहाँले पुष्टि गर्न सक्नुपर्छ। उहाँ गणतन्त्रवादी नै हो भन्ने कुरा पुष्टि गर्नको लागि उहाँले प्रतिनिधि सभालाई सम्मान गर्नुपर्छ, सम्पूर्ण प्रतिपक्षको आवाजहरूलाई सम्मान गर्नुपर्छ, अनि सदनमा आएर जवाब दिनुपर्छ। तर दिने लक्षण छैन, उहाँको अहङ्कारले त्यो दिँदैन। यस्तै अहङ्कारले चिजहरू बिग्रिरहेको छ। खैर जे होस्, आदरणीय जनसमुदाय, अब म दुई तीनटा कुरा भनेर टुङ्ग्याउन चाहन्छु। पहिलो कुरा, अहिले एउटा चलिरहेछ संविधान संशोधनको कुरा। एमाले र कांग्रेसको बीचमा उहाँहरूले सम्झौता गर्दै गर्दा त्यो कांग्रेस र एमालेको बीचमा सम्झौता कसले गरायो, कसको घरमा भयो, कति बजे भयो भन्ने नेपाली जनतालाई थाहा भइसकेको छ। दलालहरूको घरमा भयो, बिचौलियाहरूले भूमिका खेले र उनीहरूकै अनुसार रातको अँध्यारोमा 12 बजे भएको हो भन्ने सबैलाई थाहा छ। यो सबै लोकतान्त्रिक मान्यता विपरीत हो भन्ने कुरा पनि नेपाली जनतालाई थाहा भएकै छ। र उहाँले त्यति बेला संविधान संशोधनको निकै ठुलो कुरा गर्नुभयो, हामी मिलेर संविधान संशोधन गर्ने। साँच्चै उहाँहरू संविधान संशोधन गर्ने हो कि भनेर पनि एकछिन मानिसहरूलाई लाग्यो। तर पछि प्रधानमन्त्री आफैले क्लियर गरिदिनु भयो, होइन यो 87 भन्दा अगाडि संशोधन हुनै सक्दैन भनिदिएपछि त्यो नौटङ्की थियो, नाटक थियो भन्ने कुरा एकचोटि फेरि उहाँले नै प्रमाणित गरिदिनु भयो। म चाहिँ के भन्न चाहन्छु भने पक्कै पनि हाम्रो संविधान कार्यान्वयनमा केही त्रुटि भएका छन्, त्यो त्रुटि सच्याउनु छ। र संविधान स्वयंको बारेमा हामीले 72 मा संविधान निर्माण गरेर घोषणा गर्दै गर्दा 10 वर्षपछि यसको विहङ्गम विस्तृत समीक्षा गरिनेछ भनिएको थियो। 10 वर्ष पुग्दैछ। अब संविधान संशोधन अगाडि संविधानको बारेमा सबै राजनीतिक शक्तिहरूको बीचमा विस्तृत रूपमा बहस हुन पर्यो, छलफल हुन पर्यो, समीक्षा हुन पर्यो। कहाँ कमी छ, कहाँ त्रुटि छ, कहाँ कार्यान्वयन भयो, कहाँ कार्यान्वयन भएन, कहाँ किन भएन भन्ने कुराको विस्तारपूर्वक समीक्षा गरेपछि मात्रै संविधान संशोधन गर्नुपर्छ। र संविधान संशोधन यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको अधिकार खोज्नलाई होइन, उनीहरूको अधिकार थप्नलाई मात्रै संविधान संशोधन हुन सक्छ। लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्न होइन, लोकतन्त्रलाई सुदृढ गर्न मात्रै संशोधन हुन सक्छ। आर्थिक विकास र समृद्धिको निम्ति एउटा नयाँ खाका प्रस्तुत गर्ने हिसाबले चाहिँ संशोधन हुनुपर्दछ। मलाई व्याख्या गर्ने समय भएन, त्यसकारण म आज यो ऐतिहासिक सभामा, यो ऐतिहासिक मञ्चबाट तपाईँ आदरणीय जनसमुदायसँग अपिल गर्न चाहन्छु। हामी हाम्रो कमजोरी पनि सच्याउन चाहन्छौँ, संविधानमा भएका कमी कमजोरी पनि सच्याउन चाहन्छौँ र यो देशमा सार्वभौम भइसकेका, रैतीबाट नागरिक भएका र सार्वभौम अधिकार सम्पन्न भएका नेपाली जनतालाई रैती बनाउने कुनै पनि दुस्साहस सफल हुने छैन, सफल हुन दिइने छैन, सफल हुन दिइने छैन।
मेरो यो भनाइलाई सामान्य एउटा व्यक्तिले बोलेको नठानियोस्। यो एउटा आन्दोलन हो। ती हजारौं शहीदहरूको सपना हो। यो हजारौं बेपत्ता योद्धाहरूको सपना हो। त्यसकारण त मैले भनेको छु, म 70 प्लस भए पनि एउटा अर्को क्रान्तिको नेतृत्व गरेर माथि जान चाहन्छु। म यो त्यत्तिकै भएको छैन। तपाईँ हेर्नुभयो भने बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म तराईमा, मधेसमा, जनताको घरमा, शहीदहरूको घरमा टोयलेट जस्तो उनीहरू खुलै टोयलेटमा पनि हामी बसियो। जे खान्छन् त्यही खाइयो। त्यत्तिकै गरिएको छैन। तानाशाहहरूलाई याद रहोस्, त्यत्तिकै गरिएको छैन। एउटा अर्को क्रान्तिको तयारीको लागि नेपाली जनतासँग सिक्न मैले भन्ने गरेको थिएँ। हामी काङ्ग्रेस र एमालेसँग अलि बढी समीकरण गर्दा अलिअलि काङ्ग्रेसको रोग, अलिअलि एमालेको रोग सर्यो। यो रोगको उपचार कहाँ गएर गर्ने? अब वीरहस्पतालमा गएर त यो उपचार हुनेवाला छैन। टिचिङमा पनि हुँदैन। यो उपचार गर्ने भनेको जनताको घरमा गएर मात्रै उपचार हुन सक्छ भनेर हामीले सोचे सम्झेर जनताको घरमा फर्किएको हो। यत्रो ठुलो आन्दोलनको नेतृत्व गरेका हामी पार्टी र नेताहरू हेरी तानाशाहहरूलाई, निरङ्कुशहरूलाई, अब मैले अस्ति प्रयोग गरेको भाषा त आज प्रयोग गर्दिनँ। आजै चाहिँ फेरि प्रयोग गरौँला। तर यो देशलाई 240 वर्षमा एउटा संसारको सबभन्दा भ्रष्ट, कङ्गाल, गरिब देश बनाउनेहरूलाई नेपाली जनताले छुट दिने छैन। हामी छुट दिने छैनौँ। हामी भित्र लागेको धुलो मैलो टकटक्याएर फेरि जनतामा गएर जनताको विशाल शक्ति निर्माण गर्नेछौँ। हामी आज मण्डलेहरूले 3 कुनेमा प्रदर्शन गरेको मण्डले गुण्डागर्दीलाई छुट दिने छैनौँ। उनीहरूले जनताको घरमा आगो लगाएका छन्। उनीहरू अरू आगजनी गर्न खोज्दैछन्। उनीहरूले चाहेका छन् 2-4 जना आफ्नै मान्छे मरे नि मरुन् बरु, तर यहाँ आतंक र अराजकता होस्, त्यसलाई छुट दिन सकिँदैन। त्यसकारण पुरै गम्भीरताको साथ, इमान्दारिताको साथ हामी अब सामन्ती अवशेष, दलाल नोकरशाहका विरुद्ध एकैचोटि एउटा नयाँ क्रान्तिको तयारी, एउटा नयाँ आन्दोलनको तयारी हामीले गर्नु नै छ। हामी समाजवादी मोर्चा यसको निम्ति सम्पूर्ण रूपले समर्पित भएर अगाडि बढ्ने संकल्प गरेका छौँ। तपाईहरुले चारैजना नेताको कुरा सुन्नुभयो। हामी सबैको मूल कुरा एउटै छ। तर मैले भन्नु पर्दा मैले माओवादी जनयुद्धको कमान्डरको हैसियतले पनि मैले अब फेरि अर्को युद्धको आवश्यकता त अहिले देखेको छैन। शान्तिपूर्ण क्रान्ति आवश्यक छ। ईदको जवाब पत्थरले दिने गरी उनीहरूले 1000 जुटाउँछन् भने हामी 10,000, उनीहरू 10,000 जुटाउँछन् भने हामी 1 लाख, उनीहरू 1 लाख जुटाउँछन् भने हामी 10 लाख, उनीहरू 10 लाखको कुरा गर्छन् भने हामी 1 करोड ल्याएर तिनको जवाब दिन्छौँ। हामी सडकबाटै जवाब दिन्छौँ। म आदरणीय जनसमुदाय, हामीले नेपालको अर्थतन्त्रको दृष्टिकोणले पनि हामीले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र तलैबाट बनाउनु छ। स्थानीय तहदेखि नै कृषिमा, पर्यटनमा, उद्योगमा, शिक्षामा, स्वास्थ्यमा, रोजगारीमा आत्मनिर्भरताको एउटा नयाँ बाटो हामी हिँड्नु छ। आदरणीय जनसमुदाय, आज म त्यो संकल्प पनि तपाईहरुको अगाडि राख्न चाहन्छु। स्थानीय तहबाट समाजवादी अर्थतन्त्रको भ्रूण रोपिनेछ। आत्मनिर्भर स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र बनाइनेछ। विदेशीको दलाली र गुलामी गरेर भिख माग्ने प्रणालीलाई त्यसका विरुद्ध लडिनेछ। यो अपिल पनि म गर्न चाहन्छु। आदरणीय जनसमुदाय, त्यसकारण हामी सबैले एकताबद्ध भएर एकचोटि फेरि एउटा नयाँ संकल्प गर्नु जरुरी छ। त्यही संकल्पको निम्ति तपाईहरु सबैसँग विशेष अपिल गर्दै म बिदा हुन्छु। धन्यवाद। अभिवादन। लाल सलाम।